पुरानो भिडियो हेर्नु भएको छ भने तपाईहरुले मिसो पाउनुहुन्छ। मैले के भन्नु खोजेको भन्दाखेरि यो ट्रान्सफर्मेसन अफ कोअर्डिनेट च्याप्टरको इम्पोर्टेन्ट क्वेशन हो। 4 मार्क्समा प्राय आउँछ। यसमा चाहिँ के भन्छ भन्दाखेरि एउटा गिवन इक्वेसन दिएर यति एंगलमा टर्न गरेपछि भन्ने कुराहरुलाई रिजल्ट निकाल भन्छ क्या। यसरी ठ्याक्कै इक्वेसन दियो becomes when the axis are drawn through an angle 30 degree to the original axis। सल्भ गर्न थियो लागौं है त। गिवन इक्वेसन यो भयो। अनि यसरी सिम्पली रफली बनाइदिने हुन्छ, नबनाए नि हुन्छ, तर बुझेको हो भन्ने हुन्छ। त्यसैले सिम्पली बनाइदिने। अनि यसरी हामीले फिगर बनायो हैन। फिगर बनाएपछि यस्तो इक्वेसन हुन्छ। त्यसको यो सेम ओरिजिनमा एक्सिस परिवर्तन भयो भने यस्तो हुन्छ। कुनै पनि अब यसलाई सल्भ गर्दै थियो त कुनै एउटा पोइन्ट मान्नु पर्ने हुन्छ के। त्यो गरेर यहाँ गरेर यस्तो यस्तो गरेर लेख्नु पर्ने हुन्छ। सिम्पली काउन्ट गर्नलाई चाहिँ के भन्नु भन्दाखेरि यो फर्मुला यसरी x र y राख्यो र sin र cos राख्यो। x लाई यसरी मल्टिप्लाई गरे जस्तो गर्यो, यो भयो हैन। y लाई सिधा सिधा राखिदिएपछि यो बन्छ। अब भन्यो लेट x y b त यतिमा रोटेसन गरेछ भन्यो। अब यो जुन टर्ममा चाहिँ हामीले के गरे यसलाई सब्स्टिट्युट गर्दिने। एंगल छँदैछ 30 डिग्री। सब्स्टिट्युट गरेपछि यो आयो है। यसरी सब्स्टिट्युट गर्यो। यो a - b को होल स्क्वायर फर्मुला लगाइदियो, यो पनि फर्मुला लगाइदियो, यो मल्टिप्लाई गर्यो। सक्यो। अब हामीले साइनहरु चाहिँ एकदम विचार गर्ने है। साइनहरु विचार गर्नुपर्छ। अब मैले एकैचोटी सजिलो हुन्छ भनेर 1/4 कमन ल्याइदिए के। 1/4 कमन ल्याएर यसो गरेर यति रिजल्ट आयो। यसरी गर्ने हो। केही भुलिएन बुझिएन भने कमेन्ट गर्नु होला, म गरिदिन्छु।